तपाईले जेएनयू आन्दोलनलाई कसरी लिनु भएको थियो? जेएनयू आन्दोलनमा के भन्न चाहनुहुन्छ? जेएनयू आन्दोलन हामीले गरेको आन्दोलन होइन त। हजुर, उहाँहरूले आन्दोलन गर्नुभयो, उहाँहरूले हाम्रो सरकार हटाइयो, उहाँहरूले चुनाव गर्नुभयो, उहाँहरूले जितेर अहिले केही बेला समात्न पाइन्छ। होइन यस्तो तपाईँहरूको चाहिँ प्रमाण जुटाउनु पर्यो। तपाईँहरूको नेतालाई पार्टी अध्यक्षलाई चाहिँ जेएनयू आन्दोलनको आरोपी लगाइरहेको छ। तपाईँहरू प्रमाण ल्याउनु पर्यो। गोली केही बात थिएन। हजुर, अहिले हामीलाई गोली हान्यो भने कसले बालेले हानेको भन्ने यस्तो छ तपाईँको चाहिँ यहाँ सबैजना जननेताहरूले तपाईँको जनताहरूले के भनिरहेका छन् भनेदेखि सारा जेएनयूहरूलाई चाहिँ मार्ने गोली हान्ने चाहिँ आरोप आइसकेको अहिले हामीलाई गोली हाने कसले को जिम्मेवारी? कहिले कहिले कसले हान्ने जिम्मेवारी हाम्रो आदर्श हाम्रो नेता केपी कमरेडलाई हामी जानेर सामना गरी के यहाँ फोटो खिचेर जे पनि भन्न पाइन्छ। नागरिकको आवाज सारा जनता के भन्छ? केपी ओलीले भन्छ वी लभ यु केपी बा। केपी बाला केही भन्दैन। हामी भिडियो खिच्नु कुनै खेलाडी समातेर त हामी इन्टरभ्यु नगर्नु। हामी सारा यहाँ अहिले जनताहरु हामीसँग छ। हामी केपी बा